जन्ममिति केवल मिति मात्र होइन, ज्योतिष शास्त्रमा यसैको आधारमा जन्मकुण्डली तयार गरिन्छ। यसबाट व्यक्तिको स्वभाव, क्षमता, चुनौती र सम्भावित अवसरहरूबारे एनालाइसिस गरिन्छ। यसले गर्दा सही अक्षर र नामको छनौटले गर्दा व्यक्तिको पहिचान, आत्मविश्वास र सकारात्मक सोचमा प्रभाव पार्न सक्छ। यदि हजुरको कुण्डलीमा राम्रो योग बनेको छ र त्यसमा कुनै पनि नेगेटिभ प्लानेटहरूले गर्दा कुनै पनि नेगेटिभ असर वा त्यो योगलाई एक्टिभ हुन रुकावट गरिरहेछ भने ती प्लानेटहरूको सामान्य रेमेडीले पनि हजुरको भाग्य बदलिन सक्छ। यसले गर्दा एस्ट्रोलोजीको सही गाइडेन्सले हजुरको लुकेको योगहरू एक्टिभ हुन सक्छ र हजुरको भाग्य बदलिन सक्छ। हस्त नमस्ते।